अरूले के भन्यो भने दिदी मागी खाने जोगीले के उधुङ्गोला भनिकन भन्यो। त्यसै गरी ठेलाबाजी गर्दा गर्दाखेरि त्यसै तान्थे डाँडैमा सातौँ दिदी बहिनीले नुहाई धुवाई कपाल कोरी सातौँ तल्ले दरबार कि सिराना कि बाह्रै दलीमा गई कपाल कोरी ऐना हेरी चुल्ठी बज्दाखेरि तिन दिन पछि फेरि पूर्वैबाट त्यसै जोगी भित्रै मन आयो निकटै। त्यही दिन पनि मैले भित्रै नै त्यसै जोगीलाई दिएँ। तिन पहिलो हिँडिकन सुनकी कमण्डलमा थापी पछि मैले एसा गाउँ नै गरी गयो निकटै। अनि ठेलाबाजी गर्दाखेरि सातौँ दिदी बहिनी कि बहुतै ठेलाबाजी भयो निकटै सत्य जुग कली जुगमा। हेर बहिनीहरू धेरै जिद्दी नगर अब कि अब तिनैपल्ट हुँदा एक बुद्धुम गर्छ भनिकन मैले भने। नभए दिनमा फेरि त्यसै जोगी पूर्वैबाट बदकी दाहिने हातमा सुनकी भाला बोकी देब्रे हातमा सुनकी कमण्डलै बोकी आयो निकटै। बिगुक्दै धसी सर्पकी माला भिडिकन बाघकी साला भिडी सर्पकी माला भिडिकन त्यसै जोगी पूर्वैबाट तिन दिन हुँदाखेरि तिनपल्ट हुँदाखेरि त्यसै जोगी भित्रै मन आयो भनिकन मैले। यसै सुनकी थालमा भित्रै दिउँ भनिकन टुनटुन टनटन गर्दाखेरि खोज्दाखेरि म अलि काली काली सम्रानी थियो निकटै। त्यसै जोगीले के भन्यो भने काली आज मलाई भित्रै पर्दैन भनिकन जोगीले भन्यो। भित्रै नपर्यो भने के नआई जोगी भनिकन मैले भने। अनि त्यसै जोगीले म एक बात सोध्छु भनिकन मलाई जोगीले भन्यो निकटै। मेरो पालो के बात सोध्छ भनिकन त्यसै जोगीलाई भन्यो निकटै। जोगीले मलाई के भन्यो भने काली अब म एक कुरा सोध्छु भन्यो लौ सोचौ भनिकन मैले भने। मलाई त्यसै जोगीले तिरी पासा खेल्नु पर्छ भन्यो त्यसै जोगीले। हे जोगी हामीले त तिरी पासा भनेको पनि सुनेको पनि छैन देखेको पनि छैन भनिकन मैले भने। म देखाउँछु भनिकन त्यसै जोगीले भन्यो। त्यसै जोगीले के भन्यो भने कति त्यो भने मलाई लैजाऊ तिमी जित्यो भने म लान्छु भनिकन। किन बाचा कबल गर्नु लाग्यो निकटै। किन बाचा कबलले हुँदैन जोगी भनिकन मैले भने निकटै। जोगीले त मलाई घाँटीमा समातेको समातेकै गर्यो नि। अब जेसो कै होस् भनिकन हे माइली बहिनी जाता यसै जोगीले जिद्दीबाजी गर्यो। धनकेश्वर सुनकेश्वरी मलाई सोधी आऊ भनिकन माइली बहिनीलाई मैले पठाउँदाखेरि माइली बहिनीले के खबर ल्यायो भने हे दिदी कि जित्छ कि हार्छ भन्छ बुबा आमाले भनिकन। माइली बहिनीले खबर ल्याएपछि
जेसुकै होस् अब बुबा मुमाले पनि त्यसो भनेर पठाएपछि खेले खेलौँ भनिकन मेरा कि मनमा भित्री मनमा हुँदाखेरि सातौँ दिदी बहिनी सातौँ तले कि दरबार कि चोटो कोटोमा गई सुना कि टेबल बोकी आउँ भन्दाखेरि कतै त्यसै जोगीले तबर सर्पकी माला बालकी छाला टपकाएर तिरी पास भनिसके निकटै मेरो पालो के भन्यो भने सातौँ दिदी बहिनी त्यसै टेबलैमा बसिकन ए जोगी तेरा तन्त्र मन्त्रले हामी नहुँदाखेरि तिरी पास जगाइसक्यो भनिकन मैले भने एकाली मेरा तन्त्र मन्त्र केही छैन भनिकन त्यसै जोगीले भन्यो निकटै 15 छका दाउ मलाई 17 18 त्यसै जोगीलाई जोगीले के भन्यो भने 4 दाउमा तँलाई 2 दाउ मलाई 2 दाउ भनिकन जोगीले भन्यो तर जोगी कि छली कपटले यसै कि देवी देवता हामी पनि हुन्थ्यो जोगीसँग हाम्रा केही शिव लागेन निकटै अनि मेरो पालो त्यो तिरी पास मैले हातमा लिकटै त्यसै जोगीले मलाई एकैचोटि लाखौँ कर वर डुपियाँ भनेको त्यो सत्य जुगमा कलिजुगमा कस्तो कस्तो हुने थियो निकटै त्यसै लाखौँ कर डुपियाँ त्यसै जोगीले राखिदिला मेरा मुटु ढोको ढोको कामे निकटै के गरौँ कसै गरौँ भनिकन अब जेसुकै होस् भनिकन मैले तिरी पास छोड्दाखेरि त्यसै जोगी कि लाखौँ कर वर डुपियाँ मैले मारिलाई निकटै सुन कि भाला राखिदियो त्यही पानी मारी ल्यायो निकटै सुन कि काम मडाल राखिदियो त्यही मारी ल्याए सर्पकी माला बाघकी छाला राखिदियो त्यही पानी मारी ल्याए नि लोकाली जगधुन्दी मेरा केही छैन भनिकन त्यसै जोगीले मलाई भन्दाखेरि अब मेरै जीवन हान भनिकन जोगीले भन्दा ए जोगी तेरा जीवनमा हान्दिन भनिकन मैले भने निकटै जिद्दीबादी गर्दा गर्दाखेरि जोगीले भन्यो मलाई किन बाचा पुऱ्याउनै पर्छ भनिकन मलाई घाँटीमा समात्यो निकटै ए जोगी तेरा 3 बाचा जहाँसुकै जाओस् भनिकन मैले भन्दाखेरि त्यही 3 बाचामा मलाई बहुतै खेलाबाजी गर्दा गर्दा त्यसै जोगीले मलाई समात्यो निकटै समातेपछि अब जेसुकै होस् मरे मर्छ बाँचे बाँच भनिकन मैले तिरी पास छोड्दाखेरि जोगी कि दाउमा गयो निकटै जोगी कि जीवन हानु भन्दाखेरि कहाँ बाटो त्यसै जोगीलाई जोगी कि लाखौँ कर वर डुपियाँ राखिदिएँ त्यही मारी लग्यो जोगी कि सुन कि भाल राखिदियो त्यही मारी लग्यो सुन कि काम मण्डल राखिदियो त्यही पनि मारी लग्यो सर्पकी माला बाघकी छाला राखिदियो त्यही पनि मारी लग्यो निकटै अनि मेरो पालो कठै सुनाकी थैली खोलिकन मेरो पालो पनि त्यसै जोगीलाई
लाखौँ करवर डुकिया राखिदियो त्यही पनि मारी लग्यो निकटै सुन कि ऐना राखिदियो त्यही पनि मारी लग्यो सुन कि थप्ली राखिदियो त्यही पनि मारी लग्यो निकटै हे जोगी अब मेरा केही छैन तेरा सामान पनि लग्यो मेरा चिन्थरी पनि लग्यो अब कुन बाटो आएका छ सोही बाटो छ भनिकन मैले भन्दा ए जान्दिन काली भनिकन त्यसै जोगीले किन बाच कबलमा पग्यो निकटै अब जेसुकै होस् अब मेरा जीवन हान्ने भो भनिकन मैले त्यसै जोगीलाई भन्दाखेरि जोगीले भर तिरी पास छोड्दा मेरा जीवन खत्तम पारिदियो नि तिरी पासमा कतै सातौँ दिदी बहिनी सातै पल्ट मुछाइ परिकन कि सात दिन सात रातसम्म हामी सातौँ दिदी बहिनी मुछाइ भयो निकटै अनि बुबा आमाले के भनेका रहेछ भने हे जोगी मेरा कि छोरीहरूले मदन जात कि भएर मुखै नहेर्ने थियो अब जतने कि सातौँ महिना हुँदाखेरि कहाँबाट थाहा पाएर आएर तिमी तिरी पासमा मेरी छोरी जितेर मारिस भनिकन बुबा मुमाले त्यसै जोगीलाई भने निकटै घुमी आउँदाखेरि यसै ताम्चे डाँडा भन्ने जग्गामा सातौँ जना कि यसै जनानी जग भएछ भनिकन म घुमी डोली आउँदाखेरि देखेको भयो भनिकन मेरी बुबा मुमालाई त्यसै जोगीले भन्दाखेरि हे जोगी अब मेरा घरमा कि मेरा घर कि आँगनमा जगे साल नबनाइ त म पठाउँदिन भनिकन बुबा मुमाले त्यसै जोगीलाई भन्दाखेरि त्यसै जोगी कि पाल कट्ठै पूर्व हेरिकन कि सर्प कि माला बाघ कि छाल टकटकाएर जगे साल सय सर्प सबै निकालिकन ठाउँ ठाउँमा राखिसकेका रहेछ निकटै अनि सात दिन हुँदाखेरि कि सात दिन सात हुँदाखेरि सातै दिन कि बेलुका पुग्छ बाँच्ने टाइममा बिर्झ्यो निकटै हामी अनि मेरो पालो के भन्यो भने हिजो चित्र गोपीले लेखेका भागी मेटी छैटुक दिनमा लेखिदिने बाबा मेरा कोही छैन भनिकन मैले थिन फेर छातीमा दाहिने हातले छातीमा हिर्काएँ निकटै अनि उठिकन कि सातौँ तल्ले दरबारमा गइकन बस्तर ल्याइकन कि कठै नुहाइ धुवाइ गरिकन कि सातौँ तल्ले दरबार कि सिराना कि बाराबलीमा गई कपाल कोरी ऐना हेरी चुल्ठी बाटी बहिनीहरूले बाटिसक्यो नि मैले चाहिँ त्यसै सुन कि थालैमा जगे किसय सार्दम बनाएपछि मैले पनि कपाल कोरी ऐना हेरी चुल्ठी बाटिकन बस्तर लाइकन मगारी मगारी बहिनीहरू पछाडि सातौँ तल्ले दरबार कि सातैवटा कि ढोकै बाटो निस्केर आउँदाखेरि कठै मुलै ढोकामा आइपुग्दाखेरि खरानी कि किन रेखा थियो नि कठै त्यही मुलै ढोकामा आइपुग्दाखेरि
तिना खरानीकी ढेका थियो निकटै त त्यो खरानीकी ढेका नहुने रहेछ त्यसै जोगीकी बर बिगु पैदासी अलग जगाई हिँड्ने त्यसका छली कपटले गर्दा तिना ढेका त्यसै मुलै ढोकामा राखेका थियो निकटै दाहिने हात कि दाहिनेपट्टि राखे देब्रेपट्टि कि देब्रे हातैमा देब्रेपट्टि राखिकन एक घन्टा ओगटेर बसे निकटै एक रानीकलाई के आशिक दिउँ भनिकन मेरा मनमा सोचे मैले अब के गरौँ कसै गरौँ यो खरानी त पक्कै होइन भनिकन मैले दाहिने हातले तिना फेरा ढोका दिइकन अनि दाहिने हातले टिपे देब्रे हातले टिपे निकटै उठाएपछि त्यसै खरानीलाई के आशिक दियो भने हे खरानी तँलाई यसै झाँकरी धामीले बोकी पितास बन्नलाई सुना दिन सुनादा त जहिले पनि तँलाई साथी यसै बेसार र 2 दिन र अक्षता तिमीजना मिलिकन कि जहिले पनि साथै बाटोमा पुग्नु परोस् भनिकन त्यति आशिक दिगीमा गए निकटै अनि जोगी अगाडि म पछाडि जोगी अगाडि म चाहिँ अगाडि जोगी पछाडि भइकन किन फेर त्यसै जगेशाला घुमे निकटै जगेशाला घुमिकन आला पूजा गरेपछि त्यसै जगेशाला कि काम सिद्धेपछि म अगाडि त्यसै जोगी पछाडि किन फेर घुमे निकटै किन फेरा घुमे सकेपछि मेरी बुबा आमाले के भन्यो भने मङ्सिर कि 5 गते दिनमा सोमबार पारी आएका थियो त्यसै जोगी भित्रै मान्नु खेलाबाजी गर्दा त्यसै तिरी पासो खेल्दाखेरि मङ्सिर कि 9 गते भयो निकटै 9 दिन भयो अनि मेरी बुबा आमाले के भन्यो भने त्यसै जोगीलाई हे जोगी तिमीले त मेरा छोरी तिमीले तिरी पासोमा बिताएर नन गरेर अब कसै गरी लान्छौ भनी बुबा आमाले भन्दाखेरि अब जसै गरेर पनि म लान्छु भनिकन जोगीले भने निकटै अनि 9 गते कि दिन यसै मङ्सिर कि 11 गए मङ्सिर महिना कि बरकी 9 बजे टाइममा त्यसै हाँसोले पारोले म्यानाची डोलेहरूले उडाएर लाँदाखेरि कठै एकाकी वृन्दावनमा कदमकी दुःख थियो त्यसै रुख मुनि राखे निकटै हाँसोले पारोले म्यानाची डोलेहरू पूर्व घुम्नु गयो पश्चिम घुम्नु गयो उत्तर घुम्नु गयो निकटै त्यसै जोगिता पूर्व हेरिकन सुनाकी भाला गाडी पूर्व हेरी बसेका छ जोगी दाहिने साइडमा म देब्रे साइडमा बसे निकटै अनि हाँसोले पारोले म्यानाची डोले आयो निकटै हे जोगी जल पानीमा हामीले काहीँ पाएन भनिकन त्यसै जोगीलाई सोद्धाखेरि मैले चाहिँ के भन्यो भने सातौँले दरैबाट छोडिकन बिर्से मुनि बासै गर्नु पर्यो भनिकन
आँखाए बाटो आँसु चुयो नि कठै हाँसोले पारोले मेहनती ढोलेहरूलाई त्यसै जोगीले के भन्यो भने अब यसै एक हात गति धरती मातालाई सफा गर भनिकन हाँसोले पारोले मेहनती ढोलेहरूले भन्यो नि कठै अनि तिन तेरा ढोको दिकन यसै सुन कि भाला गाडी हेर भनिकन हाँसोले पारोले मेहनती ढोलेहरूलाई भन्यो नि कतै तिनै फेर डोक्दाखेरि जल निस्केनी अनि खोलेर पठाएर सङ्ग पारिकन हात मुख धुइकन त्यसै जोगिने नैकन हाँसोले पारोले मेहनती ढोलेहरूलाई सब लगे सर्पकी माला भागकी छाला टपकाएर मेवानी तन सबै निकालिदियो नि कठै बारी चुरी खाएपछि मुख धुइकन हात मुख धुइकन त्यसै कदमकी दुःख मुनि बासै भयो नि कठै बस बसेपछि बिहानकी 4 बजे टन्न कठै बिम्रिकन हाँसोले पारोले मेहनती ढोलेहरूले पनि कि हात मुख धुयो पहिला त्यसै जोगीले सुन कि कमण्डलले उघारी नुहाए नि कठै जोगीले नुहाएपछि कठै आधा घन्टा पछाडि मैले त्यसै जोगीकी सुन कि कमण्डलले उघारी मैले पनि नुहाए नि कठै अनि जोगीकी लट सुकायो मैले पनि लटाए कपाल परी ऐन हेरी कपाल सुकाई अब खानेतिर खाएर जानुपर्छ भनिकन त्यसै जोगीले हाँसोले पारोले मेहनती ढोलेहरूले भन्दा अनि त्यसै जोगीले नै पूर्व हेरिकन कठै सर्पकी माला भागकी छाला टङ्गाखेरि मेवाली टन तारतिर सबै निकालिदियो नि कठै बारी चुरी खाएर त्यसै कि कदमकी दुःख मुनि बास बसेर बिहान भजन गरी जानुपर्छ भन्यो जोगीले नङ्ग गर्दाखेरि अब कि मङ्सिर कि महिना 11 बजिसक्यो नि कठै अनि हाँसोले पारोले मेहनती ढोलेहरूले उडाएर लाँदा कठै पुरी भन्ने जग्गामा 12 बजे टाइममा पुऱ्यायो नि कठै त्यसै जोगीलाई त बर नङ्गो जस्तो गोलो परेका ढुङ्गा थियो त्यसै ढुङ्गामा बसी पूर्व हेरिकन कि भाला गाडी बस्यो नि कतै सुन कि भाला गाडी बस्यो भाइने सही छैन सुन कि कमाउँदा एक घन्टा थाक बिसाएपछि जल पानी की धारा रंगै थियो नि कठै पहिला जोगीले नुहायो नि कठै
जोगीले नुहाएपछि मैले नुहाएँ जोगीले नुहाएर त्यसै ढुङ्गामा गइकन उसका लट्टा सट्टा सुकायो मेरो बाल नुहाएपछि मेरो बस्तर पनि त्यसै सौरैमा सुकाए निकटै 12 बजिसक्यो त्यसै हाँसोले पाँदोले मेहनती डोलेहरू आउँदैन भनिकन जोगीले भन्दा हाँसोले पाँदोले मेहनती डोलेहरूले सुनेपछि 12 बजे आइकन हात मुख दिकन पूर्व हेरिकन सर्पकी माला भागकी छाला टकटकाएर त्यसै मेवा मिठान खाएर खिर बाँडी चोरिदियो त्यसै जोगीले खाएर उनीहरू फेरि घुम्नु गयो टाढै नजा भनिकन त्यसै जोगीले हाँसोले पाँदोले मेहनती डोलेहरूलाई भन्यो अनि टाढो नगएर तिनीहरू चारै बजे आयो निकटै अनि त्यसै जोगीले खाए पनि नखाए पनि पूर्व हेरिकन ती सर्पकी माला भागकी छाला टक्क गाउँदाखेरि मेवामिकन खारतिर निकालिकन बाँडी चोरिदियो हात मुख जोगी र हाँसोले पाँदोले मेहनती डोलेहरू त्यसै टाढैमा पस्न गयो निकटै उनीहरू आधा घन्टा अघि गयो म आधा घन्टा पछि जाँदा म गएका बाटोमा कठै ढाले कटुसकी बोटै थियो तिनटाकी हाँगा भाँचिकन दाहिने हातैमा बोटी गए निकटै त्यसै कट्यारोमा पस्नु जाँदा त म पुरा जालीकी गुरो मात्रै रहेछ म पुरो जालीकी गुरै बराली त्यसैकी कट्यारेमा बसे निकटै बसेपछि फेरि पछिल्लो दिन नुहाई धोवाइकन कपाल परी ऐना हेरी चुल्ठी बाटी त्यसै जोगीले फेरि पूर्व हेरिकन सर्पकी माला भागकी छाला टक्का खाएर मेवामिकन वर्धन गरायो निकटै अनि के वर्धन गरेपछि वर्धन गरेपछि कि बर हात मुख धुएपछि हाँसोले पाँदोले मेहनती डोलेहरूले 9 बजे टाइममा पुरै लाँदाखेरि मिहाले डाँडकी सिरानामा जङ्गलैमा बरके एका ढुङ्गा थियो हाँसोले पाँदोले मेहनती डोलेहरूलाई यहाँ त खाजा खानुपर्छ भनिकन जोगीले त्यहाँ हरायो निकटै 1 घन्टा भयो त्यसैमा भात खानु कतै खाजा खानलाई 1 घन्टा लाग्यो हात मुख धुन्नलाई केही छैन त्यसै कुसुमको धाराले हात पनि पुछ्यो मुख पनि पुछ्यो अब जानै पर्छ भनिकन त्यसै जोगीले भन्दाखेरि गणेशै थुकी डाँडैमा कठै किनै
बजे टाइममा पुऱ्याएका थियो नि त थिए त्यसै जोगी पूर्व हेरिकन सर्पकी माला बागकी